जानलाई म जन्मेको ठाउँ जानलाई म आइसकेँ त पारी हो त्यो डाँडामा टुप्पामा बाटो यही हो यत्रो कालो होइन ल हेलो एन्ड नमस्ते सबैजनालाई स्वागत छ तपाईहरुलाई मेरो भिडियोमा मेरो नयाँ भिडियोमा अनि आज चाहिँ म चाहिँ एउटा स्पेशल ठाउँ मेरो गाउँ मेरो पुर्खाको गाउँ म जन्मेको ठाउँ हैन भनौं न मेरो बाजेको गाउँ जान लागेको छु म टक्कै घुमाउने भन्ने ठाउँमा आइपुगेको छु हो यतातिर चाहिँ अब काठमाडौँ जाने भइहाल्यो यता अब भरतपुर चितवन अब कता कता जाने अब त्यहाँ भइहाल्यो हैन सो यो घुमाउने भन्ने ठाउँबाट यो पुल तरेर टक्कै डाँडा उतापट्टि सेती छ यो त अब मर्सिङ्गी भइहाल्यो सेती छ सेती जानुपर्छ गाउँमा हिँडेको छु गाइजहरू स्कुटर गएको बाटो हो तल झोलनी पुल छ त्यो झोलनी पुलदेखि तरेर ट्याक्क पारी तरेर यो डाँडा उठेर यो बाटो चाहिँ अब काठमाडौँ पोखरा जाने बाटो म चाहिँ ट्याक्कै कालिम्पोङ र नारायणघाटको बिचमा छु आउने भन्छ यता पारी सब तनाउ भइहाल्यो यो छिटो नै भइहाल्यो सो गाइजहरू ल म चाहिँ ठ्याक्कै पारी आइसकेँ तरेर पारी आइसकेँ मेरो गाउँ जानलाई म जन्मेको ठाउँ जानलाई म आइसकेँ त पारी यस्तो छ यो बाटो यो चाहिँ अब यहाँ पुल हान्न लाग्यो क्या पुलहरू यो हान्न लाग्ने 7-8 वर्ष भइसक्यो खै केही उपलब्धि केही छैन यही हो हाइवे बाटो काठमाडौँ जाने बाटो त चाहिँ हाम्रो गाउँ जाने बाटो गाउँको बाटो यस्तै अब कच्ची बाटो राम्रो थुप्रै यस्तै अबरोडमा खासै टाढा त छैन नजिक नजिक नै हो यो मर्सिङले यहाँ यस्तो छ सो ल अब त्यही भेटौँ ल सो गाइजहरू ल यो त्यो सबभन्दा लास्टको डाँडा चाहिँ हाम्रो गाउँको डाँडा हो है
निर्माण काम भइरहेको छ। रमाइलो जमघट चलिरहेछ रमाइलो यार ल हामी चाहिँ सारङगढ भन्ने ठाउँमा आइपुगेको छौँ है। यहाँ पनि झोलुङ्गे पुल तार्नु पर्ने हुन्छ, पारि चाहिँ दमौली जाने बाटो हो। अनि यहाँ चाहिँ यो झोलुङ्गे पुल तरेर ठ्याक्कै यसको उकालो हुँदै जाने यस्तो सब बाटो। अब यो डाँडा उक्लेर यो डाँडा नटो डाँडा जाने। गाह्रो छ यस्तो डाँडा काँडा पुल झोलुङ्गे पुल तरेर आएको पारि बाटो छ। पारि चाहिँ दमौली जाने, यता नारायणगढ जाने बाटो हो। यो बिचमा सेती पुल। अब माथि उक्ले चाहिँ हाम्रो गाउँ डाँडा त होइन, उतापट्टि डाँडा चाहिँ पर्छ है। यो डाँडा उक्लेर फेरि डाँडा उक्लिनुपर्छ। अब गाह्रो छ यो बाटो कसरी उक्लिने हो। बाटो फेरि कच्याकुच्चीकै छ। सो अब माथि गएपछि भेटौँला गएपछि लाग्दैछु डाँडामा गएपछि। यो जङ्गलको बाटो बिचमा चाहिँ बाटो छ सबै। स्टुडेन्टहरू पढिराखेको छ अहिले टिफिन टाइम भएको छैन।
यहाँको स्टुडेन्टहरूलाई गाह्रो छ बिचरा बिहान 7 बजे नै आउन पर्छ यत्रो उकालो हिँडेर सो बेसाड डाँडा भन्ने ठाउँमा आइपुग्यो हामी चाहिँ अब गाउँको बाटो अब जाँदैछौँ बिच बाटोमा छ राम्रो है बेसाड डाँडा भन्ने ठाउँमा आइपुगेर हामी चाहिँ यसो बाइकको इन्जिन तातेर बसिरहेको छौँ यो सरङ्गहरू तलदेखि निक्लेको हामी यसले क्यामेरा चाहिँ खासै राम्रो ल्याउँदो रहेछ बन्दीपुर देखाइदिनु न बन्दीपुर टक्कै यही ठाउँबाट आएको हामी बन्दीपुर देखाइदिनु बन्दीपुर यस्तो डाँडा काँडा छ हामी पुग्ने चाहिँ त्यो उयो डाँडामा पुग्ने हो यो डाँडामा पुग्ने हो यो बाटो गयो भने किसकटार पुगिन्छ यो बाटो कि पुगिन्छ बन्दीपुर चाहिँ ठ्याक्कै यो डाँडा उत्पट्टि हो बन्दीपुर ठ्याक्कै डाँडा उत्पट्टि त्यो अलरेडी हिमाल देखाएको छ नि हो त्यो भन्दा यतापट्टि साइडमा हो यो डाँडा भन्दा उत्पट्टि बन्दीपुर यो बिचमा सेती यस्तो अब यति राम्रो यहाँ अलिकति राम्रो बाटो बनाइदिएको भए यहाँ केही नयाँ नयाँ कुराहरू डेभलप गरिदिएको भए यहाँ कतिपय मान्छेहरू यही कृषि गर्छ यहाँको मेन अब आय स्रोत भनेको नै फलफुल सुन्तला खेती हो अब सुन्तला सो फाइनली गाइज ल हाम्रो गाउँ आइपुग्यो गाउँ चाहिँ यही नै हो त्यो हाम्रो गाउँको त्यो वडा भवन हो क्या हो हिमाल चाहिँ बुबाल देखिन्छ क्या यहाँबाट नि तपाईँको बन्दीपुर ठ्याक्कै त्यहीँनिर हो कञ्चनजङ्घा देखिने हो कि कुन हो यो यार बन्दीपुर बजार त्यही हो यो गाइज गौरीशङ्कर होइन मकाउ गौरीशङ्कर बन्दीपुर बजार त्यही हो अनि हाम्रो हिमाल त्यही हो हेर्नु ए टावर सो हाम्रो घर चाहिँ यहाँ तलतिर छ है तलतिर घर छ यता पारिपट्टि गाउँै छ पुरै सुन्तला सुन्तला छ सुन्तला यही हुन गइछ ल सो त्यही नै हो ल अब गाउँ आइपुग्यो अब एकछिन बसेर फेरि फर्किनु पर्छ अब एकछिन 1-2 घन्टा बसेर फर्किने अब जिया कान्छ भाइ नहीं ले तो कल जल्दी नहीं ठीक है ले आलारो आला ठीक है ले कान्छ भाइ अन्ना कुरा नि सुन्तल आलम भ्या कि म त तेरे था या बाबू होइन बुढो हाल्किन तेरे था या म कुरा हुँदै सुन्तल सिन पिन दकु अच्चामा ठीक हुन्छ केरेटमा ठीक हुन्छ केरेटमा हुनु त केरेटमा लाग्यो भने ठेराहरूलाई घाटा पार्दैन साह्रै हाछामा चाहिँ जानु पनि सक्छ आउनु पनि सक्छ के कट केरेट गुरी हालेर काट केरेट के चौडा सही चौडा सही ठुलो सानो गर्दै एउटै साला खाल्ला सबै हुनु त त्यो मुइलीवाल्याले त चौडा पनि आउँदैन तान्दैन त्यो ठुलोले हो तान्ने त 12 मिल्दैन कति कतिवटा छान्ने हो र ठुलो भनेको कनु अल्ला मल्ला भन्दै मार्ला नि यो साइजको ला ची सुन्तन मना चे मम्मी मना आग्ले सुन्तन है चे इसे हालेको त बडा कोरेले कि मार्छ दिले कारण छ त्यसले यसो साथ छ मिजाज दिन खाले न पुरै सुन्तन मिजार्नी माइली साइली काइली हाले सोम ठाडे मिजाज नि मैले कान्छी इत्रो कान्छी चीज गुच्छा वाला जान मेन जाप के जानु होसिन हाले मेन मजाले त होसिन जान होस 500 रुपैयाँ के नुम देमे आला काठमाडौँ 500 रुपैयाँ मैले बागा मिजाज नि चाहिँ अन्नाको कोर्नमा छ त नि चाहिँ ना छिछि पोन्ति नम्रा चला ए ची सम ल्यायो सिकाम है ले छि गाडी अब धेरै 500 माले नकुङनी रिटा सन्जीवनमा खान त नि अब उमेर धेरै माले अब कान खासै थाइमा हाले नि बाबु ए आफै चाहते नाले कुरी वर्ष बेला चाहिँ डुब्ले
कुरी पर्छ सन्दको 30 वर्ष लाग्छ छैन चान्सुन 30 वर्ष लाग हजुर हजुर अब न खेचमा टनाइ दिनु भने पैसा चाहिँ खोइ लाफाको मेले ला खेच्छ 3-4 दुख्ने लाख जम्मा कानको चाहिँ आजको भन्ने चाहिँ बढी हुने चाहिँ बढी रहले 10 लाख चाहिँ दिएर न कुछ दाखको मजाले 10 सम्म रहेन 4-5 चाहिँ थोरै छान्छ ल्याएर महिनामा पैसा महिना चाहिँ तालाब चाहिँ हाम्रो गाउँ यही हो वाटक नाको कोसेन ल्याएको त छिने ढेस्केल कन्छ बेचा छिने ना कि जी सो फाइनली ल फाइनली घर आइपुगिसकेँ म गाउँको चाहिँ मेरो गाउँको घर हो यही हो हाम्रो घर गाउँको यस्तो छ गाउँको यो चाहिँ हाम्रो सुन्तला है यही हो सुन्तला हाम्रो अनि पाकाइमा चाहिँ पण्डुई टिप्नु पनि त एउटा यार टिप्न पऱ्यो नि त एउटा सुन्तला त नि घरै हो गाउँको घरै हो ल गाउँको म जन्मेको घर भोलि पहिला त अर्कै थियो अहिले चाहिँ बिना अर्कै बना हो म जन्मेको घर मेरो बाउको मेरो बाजेको सम्पत्ति सबै यहीँ हो अब हाम्रो चाहिँ होइन भनौँ न मेरो बाउ बाजेको सम्पत्ति सबै हो मेरो हाम्रो सुन्तलाको बगैँचा यही हो बोक्न सक्नु परेन सो गाई चाहिँ ल हाम्रो सुन्तला सुन्तला अलिक पाक्ने बेला भएर हिँड्छ गुलियै छैन त सो फेरि भेटौँ न अहिले सो गाइस ल हाम्रो सुन्तला मेरो सुन्तलाबारी यही है सुन्तला कति फल्यो यहाँ तर अलिक हरियो देखिन्न क्या पाकेपछि पुरै देखिन्थ्यो नपाकेको भएर चाहिँ देखिएको छैन यही हो सुन्तला पुरै हरियो छ ल हेर्नु सुन्तला हाम्रो सबै हाम्रो बाउ बाजेको पालादेखिको सुन्तला हो अब यिनीहरू चाहिँ भर्खर पछि गयो यो चाहिँ फेरि पछि अब त्यहाँ चाहिँ मरेर सबै यस्तो भएछ यिनीहरू चाहिँ अलिक पछिको हो सुन्तला यस्तो छ गाउँको सुन्तला सबले बेचिसकेको छ नि सुन्तला गाउँमा हाउरीमै बेच्दैछ सो हाम्रो सुन्तलाबारी ल हाम्रो यो गाउँको मेरो गाउँको सुन्तलाबारी यो अर्गानिक सुन्तला खाना पर्यो भने सुन्तला खाने भने खाना मन लाग्छ भने चाहिँ आउनु होला जति नै पाइन्छ फ्रीमा पाइन्छ ल तर यहाँ चाहिँ आउनु पऱ्यो है मेरो गाउँमा चाहिँ आउनु पऱ्यो यो चाहिँ हाम्रो सुन्तला हो हाम्रो बाउबाजेको सम्पत्ति हो फेरि यो सुन्तलाको मुनि मुनि हिँड्न नि गाह्रो छ हो यो त हरियो छ या सुन्तला त ल सुन्तला खाँदा खाँदा छेनी बिहा भइसक्यो यार भयो धेरै त बोक्न सक्नु पऱ्यो नि यार ल अमिलो है यो गाई निबुवा हो कि अमिलो के भन्छ जे भने एउटै हो सानो रुख छ तर मजाले फल्यो आयो गाउँमा जे नि फल्छ क्या सुन्तला नि फल्छ कोदो नि फल्छ मकै नि फल्छ तर काम चाहिँ गर्नु पऱ्यो मेहनत गर्नु पऱ्यो ल हेर्नु सुन्तला सुन्तला खाऊ ज्यान बनाऊ केपी ओलीको त्यो सुन्तला खाऊ छेरेर ज्यान बनाऊ रेलगाडी भन्छ यी रेलगाडी यो चाहिँ सानो पछिको रुख है यो फेरि बल्ल 2-3टा फलाइरहेछ रामचन्द्र पौडेल यो त उर्ला पाते छ यो फेरि
सो ल म चाहिँ यो तलतिर अब मैले रोपेको सुन्तला हेर्न जान्छु हाम्रो तलतिर बारीमा अब लगभग 1.5-2 वर्ष भयो रोपेको कस्तो भएको छ के भएको छ मर्यो कि बाँच्यो कि केही थाहै छैन अब हेर्न जानुपर्ने छ तिनीहरूलाई पनि अब हुर्काएर टक्क ठुलो बनाएर ट्याक्क लगाएर फल्ने बनाउनु पर्ने छ सो म त्यतितिर जाँदैछु अब त्यतै गएर भेटौँला ल म चाहिँ अब यो सुन्तला बारी आइपुगेँ ल हाम्रो रोपेको सुन्तलाको बिरुवा यही नै हो यत्रो भइसकेको छ पहिला त 4 फिट 3 फिटको थियो पुरै कोदो भइरहेछ यही हो हाम्रो बारी चाहिँ यहाँदेखि हो तलसम्म छ त्यो घर माथिसम्म छ यो एरियामा पुरै सुन्तला लगाएको छौँ सुन्तला रोपेको छौँ घाँसहरू चाहिँ काटेर खानुपर्ने हुन्छ अब आइज तलतिर यता त अब यस्तो भएर यस्तो भएछ यसलाई अब स्याहार सुसार नपुगेको होला यसलाई अब यो काटेर के गरेर हुन्छ यसलाई नि राम्रोसँग गर्नुपर्ने हुन्छ नास रहेछ क्या यो ल सुन्तला चाहिँ जे होस् बढ्यो रहेछ है पहिला हेरेर त अलि हलक भयो रहेछ अब त 1-2 वर्षमा त फल्ला नि यार त्यतै भइसकेछ गाउँको अब बारी भनेको यही हो बोडी छोडी रहेछ यहाँ गाउँको बारीमा अब यस्तो भएछ सुन्तला रोपेको लगभग 2 वर्ष भयो होला भएन होला तर यो बोडी चाहिँ यहाँ नलाउनु पर्ने कि मर्न लागेछ र बोडीले बिगार्ला जस्तो छ सुन्तलालाई बोडी चाहिँ हटाउनु पनि हो ल गाइजहरू यही नै हो मेरो सुन्तलाको बारीहरू माथि चाहिँ यो घरतिर त अब बुढो भइसक्यो सुन्तला फलिरह यिनीहरू नि अब बिस्तारै बढेर ठुलो भएपछि टक्क फल्छ ल यही हो के हो सो यही नै हो हाम्रो सुन्तलाको बारी जङ्गल छ त्यो चाहिँ कति ठुलो भइसक्यो रहेछ यार माकुराको जाल पनि कति हो कि यसले पो बिगार्ला यार सुन्तलाको बारी तलसम्म चाहिँ उहाँ छेउसम्म छ है लगभग सबै गरेर मैले 135 बिरुवा रोपेँ हो अझै उता छेउतिर रोपेकै छैन यही नै हो हाम्रो सुन्तलाको बारी त्यसलाई अब यहाँ चाहिँ एउटा चाहिँ यो चाहिँ अलि कमजोर भयो चाहिँ यो रोगले भेटेछ यो त माथिको चाहिँ ठुल्ठुलो भइसक्यो रहेछ राम्रै छ रहेछ सुन्तलाहरू चाहिँ एकदम ट्याक्क उनीहरूलाई मलसल गरेर यो घाँस साफ फालिदिनु पर्यो उनीहरू ठिकै भए रहेछ तर यतातिर चाहिँ जङ्गल झाडी बढी भएछ क्या जङ्गल झाडीले गर्दाखेरि सुन्तला चाहिँ अलिक बढ्न पाएन रहेछ ठिक छ बिस्तारै गर्दै गर्ने हो एकैचोटि त सबै कुरो कहाँबाट हुन्छ र कोदोहरू पनि मल नपुग्यो कि के हो यस्तो किचरुक खासै होला जस्तो छैन गयो भाइ ल कहाँ होस् त अझै रोप्न पर्ने हो त म त थुप्रै छन् उतातिर सुन्तलाको बिरुवा रुखहरू यही नै हो मिसिनहरू सबै यही है सुन्तला
बढ्यो रहेछ सुन्तला त यार यस राम्रो भयो चाहिँ मर्ला कि भनेछ रोप्ने बेलामा त राम्रो रहेछ सुन्तला यार ओ माई गड सब कुरो लाग्छ मलाई त यार आम्मामामा यार हट सब कुरो लाग्छ यार यो सुन्तला बारीमा हिँडेको कुरो चाहिँ डरै भ्याएछ मलाई निस्किनु पर्यो यार भएन बारीतिर सो गाइजहरु ल यो चाहिँ हाम्रो यो यहाँ माथिपट्टि अर्को ठाउँ पनि छ है यो गोठ भन्थ्यो पहिला यहाँ गोठ थियो अनि गोठ भन्थ्यो गोठतिरको बारी भन्थ्यो अनि त्यही बारी भयो यो चाहिँ उ त्यो रुखमा चाहिँ एउटा दुईटा फल्न थालिरहेछ के यसरी पछि यसले कभर गर्छ यो त यसले कभर गर्छ हाम्रो त यसरी त धेरै सुन्तलै अट्दैन त नि बढेर त कट्टर भइसकेको चाहिँ ठुल्ठुलो भइसकेको चाहिँ काँडा छ 25-30 वर्षको चलो नको फेरि ओएला मसरबारी ला हानका के त नाक सान्तला मामा किरे इन्तला मत हो के जल्दी लखा लु खान्छ मालन मामा लेखेर मी जान मुझे या रात मामा से बारी खाली छ नि के पो ढोलका बन्द गर्दिम किन जी हानु हिट लागि सोरे निस्कछ खोइ अब फेरि के मजा कुरो यार जाम सुन्तला त सुगे छ ल यो सुन्तला घामले टल्किँदैछ कि यार सो गाइजहरु ल सुन्तला कति छ कति के धान्नै नसुन्तला परिरह ल हेर्नु न सुन्तला कति सबै यो हाम्रो सुन्तला हो कति फलेको यार
सबै हाम्रो सुन्तला गाइज ल यहाँ मेरो सुन्तला सबै कफीको रुख कफी नि फल्छ है गाइज हाम्रो गाउँमा ल हेर्नुहोस् यो कफी पनि फल्छ सुन्तला नि फल्छ घरतिरको सुन्तला यही हो गाइज ल केरा पनि हुन्छ गाइज हाम्रो गाउँमा केरा हेर्नु कस्तो छ केरा मुसु भाइ म चिन्दिएको नगएको कि सुन्तला ढुम्दै नगर नकुल अलग जान्छ सुन्तला ढोलाउनै दिएन र अब घरबेटी सालकी दिउँ डर अब म डुमुँदै दिएन र झालेकी दिउँ डरले कि फेरि भने इन्जोले फेरि अब अलिमा समस्याले कि फेरि अब लान म म्याट नआएर ढुमानी दिएन ओहो चोर आयो कि कुन चोर हो त्यसले फेरि आजले ठिक भने बिजोक ढुमी गोपिलाल दिएन ममानीले सो गाइजहरु ल म चाहिँ मेरो गाउँबाट फर्केर यतातिर ठ्याक्क आइपुगेको छ क्याम्प पनि ठ्याक्कै त्यहाँ हग्ने सक्ने बनाखान के हो त्यही गाउँ गयो सुन्तला मजाले खाइयो हैन त्यही हो गाउँ त्यो डाँडो उतापट्टि यतापट्टि चाहिँ अर्कै गाउँ हो हाम्रो गाउँ चाहिँ ठ्याक्कै त्यो डाँडो उतापट्टि हो त्यो उतापट्टि हो कि ठ्याक्कै ल त्यसको उतापट्टि पुगेर फर्केर आएर ठ्याक्कै अहिले यहाँ आइपुगेको छौँ अब झरेर त्यहाँ पुग्नुपर्ने छ है त्यहाँ यत्रो तल झरेर डाँडा बाटो यस्तो छ सबै बाटो यस्तो ओह्रालो अघि आउँदाखेरि उकालो थियो ओह्रालो जानुपर्छ झरेर त्यहाँ पुगेर त्यो सेती नदी हो त्यो झोलुङ्गे पुल तरेर झोलुङ्गे पुल देख्नु भयो होइन झोलुङ्गे पुल तरेर ठ्याक्क त्यो पारिबाट यसरी हुँदै यसरी यो बाटो हुँदै जाने हो भरतपुर ल